नमस्कार साथीहरू, स्वागत छ हाम्रो च्यानलमा। आज हामी एनपीएल 2025 को उद्घाटन खेलबारे विश्लेषण गर्दैछौँ, जहाँ डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आम्ने सामने हुँदैछ। खेल तालिका अनुसार प्रतियोगिताको पहिलो भिडन्त यिनै दुई टिमबीच हुँदैछ। त्यसभन्दा अगाडि यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अब सुरु गरौँ आजको मुख्य विषय, यी दुई टिम बीचको हेड टु हेड र प्री मैच एनालिसिस। पहिला जनकपुर बोल्ट्सको कुरा गरौँ। जनकपुरको तयारी यसपटक निकै दमदार देखिएको छ। दक्षिण अफ्रिकाका प्रसिद्ध अलराउन्डर वेन पार्नेलको आगमनले टिमको तीव्र गतिको बोलिङ आक्रमणमा ठूलो मजबुती आएको छ। टेस्ट, ओडीआई र टी20 अन्तर्राष्ट्रियको अनुभव भएका पार्नेलले डेथ ओभरहरूमा पनि प्रभाव पार्ने क्षमता राख्छन्। त्यसपछि सिजन 1 का उत्कृष्ट प्रदर्शनकर्ता लहेरु मिलन्थालाई टिमले फेरि राखेको छ। विकेट किपिङमा विश्वसनीयता र आक्रामक ब्याटिङमा शक्ति, मिलन्था यी दुवै कुरा प्रदान गर्छन्। जनकपुरको शीर्ष क्रम उनलाई लिएर झनै भरपर्दो बनेको छ। सबैभन्दा चर्चित अनुबन्ध भनेको इमरान ताहिर नै हुन्। विश्व क्रिकेटकै चर्चित स्पिनर र टी20 लिगका विशेषज्ञ। उनको उपस्थितिले जनकपुरको स्पिन युनिटलाई उत्कृष्ट बनाएको छ। यी तीन प्रमुख खेलाडीले जनकपुरलाई फेरि उपाधि दावेदार बनाइदिएका छन्। प्रशिक्षणमा जनकपुरले वेस्ट इन्डिजका महान क्रिकेटर शिव नारायण चन्द्रपललाई मुख्य प्रशिक्षक बनाएको छ। तकनिक, धैर्य र युवा खेलाडीहरूको विकासमा ध्यान केन्द्रित गर्ने प्रशिक्षक भएकाले चन्द्रपलको प्रभाव यस सिजन धेरै देखिन सक्छ। गत संस्करणको विजेता हुनुको नाताले यो टिममा स्थिरता, ठूला खेलको अनुभव र विजेता मानसिकता प्रचुर मात्रामा छ। गत सिजन जनकपुरले निर्णायक क्षणहरूमा जुन संयमता देखायो त्यो धेरै प्रशंसकलाई अझै याद छ। शीर्ष क्रमले पावर प्लेमा खेल बनाउने शैलीका कारण उनीहरू हरेक खेलमा बलियो सुरुवात लिन्छन्। यसपटक पनि जनकपुरले आफ्नो स्क्वाड धेरै सन्तुलित बनाएको छ। शीर्ष क्रममा निरन्तरता, मध्यक्रममा टिकेर खेल्ने ब्याट्सम्यानहरू र अन्त्यतिर पावर हिटरहरूको उत्कृष्ट सन्तुलन देखिन्छ। तर उनीहरूको एउटा पुरानो कमजोरी डेथ ओभरको बोलिङ थियो। गत संस्करणमा 18औं र 19औं ओभरमा अनावश्यक रन खर्च हुँदा धेरै खेलहरू प्रतिस्पर्धात्मक बनेका थिए। तर अहिले त्यसमा सुधार आएको देखिन्छ, किनभने यस सिजनका लागि उनीहरूले दुई नयाँ तीव्र गतिका बोलरहरू ल्याएका छन् जो योर्करमा माहिर छन् र दबावको क्षणमा शान्त रहन सक्छन्। अब काठमाडौँ गोर्खाज। काठमाडौँले यसपटक विदेशी खेलाडी अनुबन्धमा एकदमै सक्रियता देखायो। दक्षिण अफ्रिकाका रिकार्डो भास्कोन्सेलस, नामिबियाका कप्तान गेरहार्ड एरास्मस, अमेरिकाका मिलिन्द कुमार र सनी पटेल र इङ्ल्यान्डका बेन चार्ल्सवर्थ र जन सिम्पसनलाई सबैलाई अनुबन्ध गर्दै काठमाडौँले आफ्नो स्क्वाड निकै सन्तुलित बनाएको छ। भास्कोन्सेलसको आक्रामक शैली, एरास्मसको नेतृत्व र सिम्पसनको अनुभवी विकेट किपिङ, यी सबैले काठमाडौँलाई शीर्ष क्रमदेखि मध्यक्रमसम्म मजबुत बनाएको छ। सन्नी पटेलले स्पिन विभागलाई स्थिरता दिन्छ। प्रशिक्षणमा काठमाडौँले अनुभवी मोन्टी देसाईलाई मुख्य प्रशिक्षक बनाएको छ। रणनीति, मानसिक दृढता र अनुशासनमा देसाईको प्रभाव निकै सकारात्मक देखिनेछ। यो टिमलाई धेरैले अन्डरडग भन्छन्, तर मैदानको प्रदर्शनले बारम्बार प्रमाणित गरेको छ कि उनीहरूलाई हल्का रूपमा लिनु हुँदैन। गोर्खाजको सबैभन्दा ठूलो ताकत उनीहरूको टिम एकता हो। टिम कुनै एक खेलाडीको प्रदर्शनमा निर्भर हुँदैन। परिस्थिति जस्तोसुकै भए पनि कुनै न कुनै खेलाडीले जिम्मेवारी लिने गर्छन्। गोर्खाजले मध्यक्रम यसपटक निकै मजबुत बनाएको छ, जसमा अनुभवी र विस्फोटक दुवै प्रकारका खेलाडी छन्। त्यसमा पनि उनीहरूका युवा स्पिनर जसले गत सिजन 12 विकेट लिएका थिए, आजको खेलमा पनि गेम चेन्जर हुन सक्ने निश्चित छ। गोर्खाजको बोलिङमा अनुशासन सधैँ उच्च रहन्छ। कम वाइड बल, योजनामा अडिग रहनु र फिल्डिङमा उच्च ऊर्जा, यिनै तीन कुराले उनीहरूलाई खतरनाक बनाउँछ। अब हेड टु हेड र हालको लय। गत सिजन यी दुई टिम भेटिँदा जनकपुरले गोर्खाजलाई 5 विकेटले हराएको थियो। काठमाडौँले दिएको 104 रनको लक्ष्य जनकपुरले सहजै पूरा गरेको थियो। त्यसपछि जनकपुरले शानदार लयमा उपाधि हात पारेको थियो। फाइनलमा सुदूरपश्चिम रोयल्स विरुद्ध 185 रनको विशाल लक्ष्य पछ्याउमा टिमको आत्मविश्वास अर्कै स्तरमा पुगेको थियो। जनकपुरको पछिल्ला 5 खेलमध्ये 3 मा जित र 2 मा हार थियो, तर उनीहरू निर्णायक खेलहरूमा विशेष बलियो देखिए। काठमाडौँको पनि गत सिजनको अन्तिम लय निकै उत्कृष्ट थियो। अन्तिम 5 खेलमध्ये 4 मा जित, जसमा विराटनगर किङ्स विरुद्ध 1 विकेटको रोमाञ्चक जित, पोखरा विरुद्ध शानदार लक्ष्य भेदन, लुम्बिनी विरुद्ध सहज जित र सुदूरपश्चिम विरुद्ध 77 रनको विशाल जित सामेल थियो। यस नतिजाले काठमाडौँलाई दुवै विभागमा बलियो देखाउँछ। उनीहरूको एक मात्र हार जनकपुरसँग थियो, त्यसैले यस खेलमा बदलाको भावना पनि रहनेछ। पिचको अवस्थाले पनि खेलमा धेरै कुरा निर्धारण गर्नेछ। स्पष्ट रूपमा भन्नुपर्दा
यो उद्घाटन खेल एकदमै रोचक छ। एकातिर साबिक विजेताको आत्मविश्वास छ भने अर्कोतिर अनुशासित र सन्तुलित काठमाडौँ गोर्खाज प्रभावशाली जितको खोजीमा हुनेछ। अब तपाईको अनुमान के छ? आजको खेलमा कुन टिम बलियो देखिन्छ? जनकपुरको च्याम्पियनशिप मानसिकता कि काठमाडौँ गोर्खाजको अनुशासित खेल योजना? तपाईको विचार कमेन्टमा लेख्नुहोला। भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला।